अब अर्को दोस्रो हाम्रो विषय भनौँ हैन। हजुर जस्तै नरुबोन भन्छन्, धेरै नरुबोनहरू छन्, चेला नरुबोन हुँ भन्नेहरू पनि छन्। हजुर हजुर युरोबोन भन्छन् कोही हैन। हजुर कोहीले सेले ह्यागर भन्छन्, कोहीले त्यसैले सेले होइगर पनि भनेको सुन्छु, होइसाल भनेको पनि सुन्छु, कोहीले सार्माई बोन भनेको पनि सुन्छु। यस्तो कैयन नामहरू छन्, थुप्रै नामहरू छन् नि त। हजुर यिनीहरू भनेको चाहिँ यो बोन या लबोन हुन् या होइनन्, या बोम्बो हो कि बोन हो कि लबोन, र यिनीहरूको बिचको सम्बन्ध के हो? यिनीहरू जुन नारुबोन, युरुङबोन, रेगरबोन, यिनीहरू चाहिँ लबोन होइन। यिनीहरूको समयमा लबोनको कुरा कन्सेप्ट बनिसकेको थिएन र उसलाई आवश्यकता पनि थिएन। किनभने सुरु त सेले हेगरबोन नै भयो। ऊ त देवलोकको देवराज इन्द्र लवम्ब गेजनको युलमा को बोनको बोन कि देवता नै त्यहाँ भइसकेपछि उसलाई पुज्नु पर्नेको कुनै औचित्य नै रहेन। त्यो भएकोले गर्दै यो पनि बोन, यो पनि लबोन भएन। त्यसपछि यसको धमलादास युङ भन्छ, यसको सम्पूर्ण कुरो सिकेर र त्यसलाई के भन्छ त्यो नेपालीमा चेलाको रूपमा, चेला भनौँ अथवा उसको कुनै पनि सबै कुरोको आचरण पालन गरेर आउने उसको फिलोसफी पालन गरेर आउने, सिकेर आउने चाहिँ यो 4 दिशाका बोनहरू छन्। एउटा चाहिँ पहिला सेले हेगर चाहिँ देवलोककै भयो, बोन भयो। उहाँकै फिलोसफी, उहाँले गर्नुभएको के कामहरू थियो त्यो सबै चाहिँ अब यहाँ पृथ्वी लोकमा हजुर चाहिँ आउँदाखेरि चाहिँ 4 दिशामा उहाँले अलग अलग बोन चाहिँ आयो। र त्यसमध्येमा पूर्व, उत्तर, दक्षिण, पूर्व, पश्चिम हुन्छ। पश्चिम दिशामा चाहिँ पहुबोन भयो होइन। र यो पहुबोन यो पनि फेरि मेन सिकेर आउने चाहिँ युरुङबोन नै हो। उहाँ कहाँबाट चाहिँ यो पहुबोन, अनि दक्षिण दिशामा मैटुबोन, अनि त्यसपछि पूर्वीय दिशामा चाहिँ ताजेराल्पा बोन भन्नेहरू आएको छ। र यिनीहरूको समय पनि युरुङबोन आफै नै लवम्ब गेजेन देवराज इन्द्रसँग नै तपाईँ र म कुरा गरेर बातचित गर्न सक्ने क्षमता भएको र समयको भएको कारणले गर्दाखेरि यिनीहरू पनि बोन मात्रै थिए, लबोन थिए, लबोनको कन्सेप्ट थिएन उनीहरू थियो। अब पहुबोनको, पश्चिम दिशाको पहुबोनको सन्तान छोरा भन्ने गरिन्छ। छोराको घेगरलाङ्गाको छोरा मात्रै हुङ्गा राजा, हुङ्गा राजाको छोरा मात्रै मनकीको छोरा मात्रै बिन्दु भन्ने राजा पश्चिम दिशामा है। दक्षिण दिशामा चाहिँ मैटुबोनको सन्तान कर्जेनबोनको सन्तान थार्जेनबोन भन्ने आएको छ। तीनटा आयो। अनि त्यसपछि पूर्व दिशामा चाहिँ ताजेराल्पा बोनको सन्तान मात्रै फेरि तोल्बोनको सन्तान मात्रै नारुबोन हो। अहिले धेरै चाहिँ नरुबोन भन्छन्। हजुर, उहाँहरू चाहिँ पूर्व दिशामा पनि तेस्रो पुस्ता होइन, यिनीहरू चाहिँ नारुबोन भयो है। अब उत्तरमा हजुरले अघि भन्नु, उत्तरमा चाहिँ स्वयं युरुङबोन भयो, आफै बस्यो। र युरुङ भन्ने मान्छे शब्द चाहिँ 3टा शब्द अर्थ लाग्छ। एउटा चाहिँ युरुङ भनेको देवको छोरा नै युरुङ, देवपुत्र युरुङ भयो एकजना।
एकजना युरुङ भनेको चाहिँ यो अहिले युरुङ बोन भयो। अर्को युरुङ भनेको चाहिँ तोम्बा युरुङ युङड्रुङ पनि भन्छन् तोम्बा युरुङ भन्छ होइन सेरामिबोको कुरा हो त्यता सेरामिबोको जान्छ होइन अनि तोम्बा युरुङ भन्छ अनि त्यसपछि युरुङबन चाहिँ थिङको युरुङबनको वंश चाहिँ हामी भन्छौँ थिङले अनि र युरुङबनको वंशको वंशको फेरि त्यसबाट चेला निक्लेको मात्रै तोम्बा युरुङ भन्ने आएको छ। अहिले यो तोम्बा युरुङ यो यसको चाहिँ क्लियर नभएको हुँदाखेरि सबैले युरुङ युरुङ भन्दाखेरि हामी सबै नै एउटै हौँ भन्ने कन्फ्युजनमा पुगेको छ मान्छेहरू। र अर्को यो सर्माई वन भनेको चाहिँ यो पहु वनको छोरा नातिहरूले शर्माको खेलेपछि प्रतिपादन गरेको हो। त्यसपछि शर्मा खेलेपछि सर्माई वन भन्ने आएको हो। एकदम यस्तो वनहरू भने कतिले म त धुन्सुर वनमै हुँ भुन्सुर वनमै हुँ भन्ने पनि छन् होइन। हजुर भनेपछि उहाँ वनहरू चाहिँ हामी क्लियर हुनु पर्यो लवन चाहिँ उहाँहरू लवन होइन किनकि त्यो समयसम्म लवनको कन्सेप्टै थिएन विकासै भएको थिएन। जब यिनीहरू उस भएपछि अब देव्रमानव चाहिँ फेरि छुटिसकेपछि चाहिँ बल्ल अब हामीलाई प्रब्लमहरू सिर्जना भयो। त्यसपछि उहाँलाई चाहिँ पुज्नुपर्ने अवस्था सिर्जना भइसकेपछि फेरि लवनको कन्सेप्ट चाहिँ फेरि यसरी आएको यहाँबाट आएको। जस्तै हाम्रो तामाङ समुदायभित्र हामी छौँ र बोल्दै जाँदाखेरि चाहिँ हाम्रो चाहिँ रुईहरू बाँडिए रुई गएपछि फोला या के भनेर बाँड्यौँ हामीले त्यसपछि चाहिँ लवनको कन्सेप्ट आयो। त्यो हाम्रो रुई बाँड्नु भन्दै अगाडिदेखि चाहिँ यी चाहिँ बोनहरू चाहिँ अघिल्ला बोनहरू थिए। यिनीहरू चाहिँ यी बोनहरूको चाहिँ अहिले चाहिँ रुई नै भनौँ होइन तर यिनीहरू रुईले खालका मान्छेहरू यिनीहरू चाहिँ पातलाहरू यिनीहरू त्यसरी चाहिँ यिनीहरू चाहिँ पुरा टोटल कर्ता मात्रै हो यिनीहरू। त्यस्तै हजुरकोतिर चाहिँ यो के अरे धुन्सुर वन भन्ने शब्दहरूको कतिको प्रयोग हुन्छ त्यो के छ? यो धुन्सुर वनको धुन्सुर वनहरू हो त यिनीहरूले गर्ने कार्य चाहिँ धुन्सुर मुन्सुर हो। यिनीहरू आफै धुन्सुर मुन्सुर चाहिँ होइन, यिनीहरूले गर्ने कार्य चाहिँ धुन्सुर मुन्सुर हो। दिउँसो गर्नेलाई धुन्सुर भयो, क्रियाहरू जुन कार्यक्रमहरू हुन्छ नि जस्तो वनपमा चाहिँ कुनै औँसीमा गर्ने हुन्छ, छेगार पनि छेगार भन्छ हामीले, तिथि पनि अब औँसीको पूर्णिमा यस्तोमा यस्तो हुन्छ। यो दुईवटा छेगारहरू गर्ने बेलामा चाहिँ कुनै चाहिँ दिउँसो गर्ने जस्तो छोङसोर भन्छ नि एउटा हाम्रो तामाङमा, जस्तो कसैको नसाको व्यथाहरू लाग्यो भने चाहिँ छोङसोर भन्छ। अब त्यो छोङसोर चाहिँ दिनको समयमा घामको किरण नअस्ताउँदैमा त्यो गरिसक्नुपर्छ, त्यो कार्य एक किसिमको धुन्सुर हो। अनि त्यसपछि फेरि खड्कहरू चाहिँ फेरि भोत्रीहरू चाहिँ घाम अस्ताएपछि मात्रै त्यो होइन, त्यसलाई मन्साउनु पर्छ। सुरु त अगाडिदेखि गर्नु पर्यो होइन, त्यो किनभने त्यो 1-2 घन्टामा सक्ने काम होइन नि त। त्यसै रातभरि गर्दाखेरि चाहिँ अब जब घाम डुब्न लाग्यो त्यसपछि सुरु गर्यो, भोलिपल्ट घाम उदाउनुभन्दा अगाडि नै उहिले त्यो गर्ने काम हुन्छ होइन। त्यो चाहिँ रातिको काम गर्ने चाहिँ मुन्सुर भयो। फेरि धुन्सुर र मुन्सुर एकैपटक गर्नु पर्यो भने चाहिँ फेरि त्यसको फेरि अर्को प्रक्रिया हुन्छ। दिउँसो गर्ने काम पनि एकैपल्ट गर्यो, राति गर्नुपर्ने त्यो हाई लेभलको कुरा हुन जान्छ। त्यो चाहिँ खट्नु पनि धेरै पर्ने भयो, हजुर। यसको चाहिँ कस्तो हुन्छ भने धनुषमा 3टा भन्छ नि, धास्यो मिया भन्छ हाम्रो तामाङ भाषाबाट, यसलाई तीर, 3वटा तीरको कार्य, 5वटा तीरको कार्य, 7वटा तीरको कार्य, 9वटा तीरको कार्य र 12वटा तीरको कार्य हुन्छ। 12वटा तीरको कार्य चाहिँ एकैपल्ट गरेर चाहिँ धुन्सुन मुन्सुन चाहिँ 12वटा कार्यको लागि
12वटा तीर हान्ने भयो भने मुजुर दुईटै समाविष्ट भयो जोडी हजुर समाविष्ट भयो र धुनसुर चाहिँ मियाको कार्य आउँदैन धुनसुरमा वास्तवमा धुनसुरमा मियाको कार्य आउँदैन त्यो चाहिँ नशा सम्बन्धी कार्य हो भने यो चाहिँ यो पनि यही अघि पहुबनको जुन छोरा नाति छ नि यो दुईटाको कारणले गर्दाखेरि त्यो सिर्जना भएको स्रष्टा उनीहरू भए यो दुईटाको कारणले गर्दाखेरि लाउङ बगेजनसँगको युद्धको क्रममा चाहिँ यसले चाहिँ तीर हान र यसको विषले चाहिँ लाउङ बगेजनलाई विषालु बाण लाग्योले नसको व्यथा लाउङ बगेजन इन्द्रलाई लाउङ बगेजनलाई लागिसकेपछि त्यो कार्य चाहिँ फेरि उसैको पुरेत भनौँ न अहिलेलाई त्यो के भन्छ त्यो सिलेगरबनले चिन्ता उपाय गर्नुपर्ने गरेकोले गर्दाखेरि त्यहाँबाट चाहिँ यसको कन्सेप्ट विकास भएको त्यसैले कतिले सिलेगरबन नै मुन्सुर भन्छ के कसैले धुनसुर भन्छन् धुनसुरबन भन्छन् कसैले मुन्सुरबन भन्छन् प्रतिपादन गरेको चाहिँ फेरि उसले नै हो है यो कारण ढेकरलङ्ग हुङ्गराज भयो र शर्मा त्यसको कारणले प्रतिपादन भयो र देवराज इन्द्र लाउङ बगेजन बिरामी भइसकेपछि त्यो चाहिँ धुनसुरको फेरि कार्य प्रतिपादन फेरि यसले प्रतिपादन गर्यो त्यसै नि अहिले चाहिँ कति साथीहरूले बोम्बोको सेवा दिँदै आउनु भएको छ नि उहाँहरू आफूले म धुनसुर पनि मै हुँ मुन्सुर पनि मै हुँ भनेर भनिरहनु भएको हुन्छ भनेपछि तपाईँले भन्नुभयो यस्तो 12वटा म्याफाङ्वा जस्तो कुरा त उहाँले एकैचोटि त सायद गर्नु भएको छैन होला अहिले उहाँहरूमा त्यस्तो कन्सेप्टै देख्दिनँ मैले उहाँहरूको कन्सेप्ट शब्द सुन्नुभयो त्यही शब्दमा रमाउनु भयो शब्दमा रमाउनु यो अझ कतिसम्म भन्छ भने म वन झाँक्री बोन कोही के बोन सुना झाँक्री बना झाँक्री अलामे झाँक्री लट्टे झाँक्री त्यो भनिरहनु भएको छ यो चाहिँ कस्तो लागेको छ भने यो वनकोहरू चाहिँ वन झाँक्री भन्नेहरू होइन यो त यहाँ हाम्रो तामाङ सिङ वन भन्यो नि त होइन अब न्याल्मोहरू भयो सिङ वन त विशिष्ट श्रेणीको हो यो रीको पनि मनुष्यको चिन्ता उपाय गर्ने पो यो सेलियागर वनहरू भयो होइन हिरुङ वनहरू भयो यो विभिन्न वनहरू भयो जस्तो री भनेको वन होइन सिङको रुख पनि बिरामी हुन्छ कि हो त्यो निहरू चिन्ता गर्ने चाहिँ त्यो सिङ वनहरू भयो नि त अब चाहिँ ढुङ्गाको पनि बिरामी हुन्छ ढुङ्गा कुहिन्छ नि त तिनीहरूको पनि चिन्ता गर्ने चाहिँ दोलवन भयो कि फेरि दोलवन भन्नाले अघिको दोलवन र यो दोलवन अलग फेरि पात्र अघि नरवनहरूसँग आएको दोलवन त्यो अलग हो यो अहिले भन्नुको दोलवन अलग हो जस्तो छुवन भयो पानीभित्र यी वनहरू त्यो हुन् उहाँहरूले आफैले ती वनसँग कम्पेयर गर्नु खोज्नु भएको भने त्यो धेरै ब्लाइन्डर मिस्टेक हुन आउँछ होइन र उहाँहरूको चेला पनि छैन फेरि एउटा कुरो र अर्को कुरो उहाँहरूले चाहिँ के गर्नु भएको जस्तो लाग्छ भने अहिले मैले कतै क्लिपहरू सुनेको थिएँ वनपोहरूको चाहिँ तपस्या गरेको के भन्छ त्यो साधना गरेको मात्रै वनपो हुन्छ यस्तो कुराहरू गर्नुभएको छ नि यो साधना नगरिकन वनपो हुँदैन भन्ने कुरो चाहिँ यो संसारमा बिना गुरु चेला बन्दैन सबै गुरु गुरुले नै देखाउने हो बिना गुरु चेला सम्भव छैन अब फलागेको ठाउँमा अथवा कसैले पूजा गरेको ठाउँमा कसैको दिमाग त तीक्ष्ण हुन्छ नि त एकदम छिटो टिप्ने हुन्छ टिप्यो अब चेलाले गुरु जुन शिष्यले गुरु पनि उसलाई मानेको छैन पुज्न गएको छैन शिष्यले पनि ऊ चेला हो भने थाहा छैन अब मान्छेले गुरु खोज्ने क्रम आयो गुरु खोज्ने क्रममा जाँदाखेरि देखाउनु पर्ने हुन्छ नि त अब सिङवन म त सिङवन भनेपछि मेरो गुरु सिङवन भनेपछि त सिङवन त देखाउन सक्दैन नि त हामीले सिङवन न तपाईँले देखाउन सक्छ न मैले देखाउन सक्छ भनेपछि
यो गुरु देखाउने गुरुको खेलै खत्तम भयो नि, खेल खत्तम भएन। अब सिंहवन मैले जस्तो तपाईँ चाहिँ खोजराज गोलेको गुरु को हो भन्नु न, मेरो गुरु चाहिँ फलानो गोले भन्यो भन्दा तपाईँले त देखाउनु पर्यो नि त। तर सिंहवन भन्ने बित्तिकै सिंहवन अहिलेसम्म नभेट्यो, को भेटाउने त? यो गुरु देखाउने खेल खत्तम गर्न प्रयोजनमा रचिएको प्रपञ्च जस्तो मात्र लाग्छ मलाई चाहिँ यो खासै। हुन्छ सर, यो टपिकमा यो प्रश्नमा भनौँ यति गरौँ अहिले नै, हुन्छ। फेरि अर्को